मम्मी लुइयो बोक्नु दामी फुल छ नि मेरो बारीमा छ दामी एकदम म त यस्तो फुलहरू पनि रोप्छु नि कोपी मटर हैन ब्रोकोली बन्दाकोपी हाम्रो सिक्किममा चाहिँ यस्तो यस्तो फुलहरू हुन्छ मान्छेहरू यस्तो अर्नामेन्ट जस्तोहरू छ गाइस हाम्रो जग्गामा चाहिँ पुरा दुम्मा छ है पानी पर्नु आँटिरहेको छ आँटिरहेको छ गाइस मटर चाहिँ बोरामा हाल्नु पर्यो गाइस मटर यसरी टिप्छ यस्तोमा यसरी बोरामा पनि लाउँछ यस्तो बोराहरूमा हाल्छ यहाँ मटर बेसी फलेर कि फुलुङ बोक्ने पनि बाटो भुल्दैछ यहाँनिर अतालेर गाइस रात परेर अतालेको गाइस अब यस्तै हुन्छ कोही पनि यहाँ फोटो खिचिमाग्नु भनेको गाइस गाइस अब कमर दुखेर बसेको म चाहिँ लाइक कमेन्ट सेयर गरिदिनु होला मेरो खिचिदिनु त गाइस अब यस्तै छ बस्तीमा अब टाढो टाढो गएर भिडियो गरेर देखाउन नसके पनि हाम्रो खेतीपाती झारहरू चाहिँ यस्तो छ हाम्रो फेरि एकदम यो फुल चाहिँ माग गर्दा हुन्छ तपाईहरुले एकदम यहाँ बिउ चाहिँ एकदम फ्री 8 आना भन्छ यसको दाम गाइस अब रात पर्यो अब छुट्टी हुँदैछ हाम्रो गाइस यो पनि अलिक उतापट्टि बाटो छ नि यो भाँडाकुँडा चाहिँ गाइस हाम्रो यस्तो हुन्छ सबैजनालाई देखाइराखेको छु त्यहाँदेखि गाइस अब पानी चाहिँ यस्तो हुन्छ है बिजाउने छिरछिरे हामी यसरी बिजाएर चाहिँ मटर फलाउँछ गाइस सबैजनाले हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला बोरा जस्तोमा लाउँछ गाइस बाटो यस्तो छ गाइस हाम्रो चाहिँ एकदम लेकबेल पर्छ पुरा पानी पर्छ यो भर्खर गोड्दै गरेको कोपी गाइस यस्तो दुम्म हुन्छ तपाईहरुले त गाइस देख्दै डराउनु हुन्छ होला हाम्रो गाउँ बस्ती यस्तै छ अब पानी पर्नु आँटिसक्यो पानी परेर भिज्दैन बिग्रिँदैन ल अब छुट्टी गरेर चाहिँ गाइस हामी लागेको अब यस्तै जग्गाहरू छ यस्तै गाउँठाउँ छ सबैले माया गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला घर हाम्रोतिर यस्तो हुन्छ
राम्रो नलागे पनि गाइस हेरिदिनु होला, माया गरिदिनु होला। गाउँ बस्ती यस्तै छ। अब धुम्म धुम्म भयो, अँध्यारो पनि भयो।